धेरै पहिलेको कुरा हो। कतै एउटा राजा राज्य गर्थे। राजा रानीका कुनै सन्तान थिएनन्। अनि जब बुढ्यौली लाग्यो तब छोरा जन्मियो। उनीहरू खुसीले गदगद भए। जब छोरा जवान भयो तब राजाले उसको विवाह गर्ने निर्णय गरे। तर छोराले राजालाई भन्यो, बुबा, विवाह म तब मात्र गर्नेछु जब तपाईँ मलाई एउटा यस्तो घोडा उपहार दिनुहुन्छ जसले अंगार खाओस्, ज्वाला पियोस् र जब दौडिन्छ तब 20-20 कोससम्म धरती काँपोस् र बलौटे ओकको पातहरू झर्न थालुन्। राजाले आफ्ना वीर योद्धा सुरमाहरूलाई बोलाएर सोधे, सायद तपाईहरूले कहिले यस्तो घोडाको बारेमा सुन्नुभएको होला जसले अंगार खाओस्, ज्वाला पियोस् र जब दौडिन्छ तब 20-20 कोससम्म धरती काँपोस् र बलौटेको पातहरू झर्न थालुन्। सबैले भने कि उनीहरूले न यस्तो घोडा देखेका छन् न त्यसको बारेमा सुनेका छन् र त्यसको खोजी गर्नु असम्भव छ। विवश भएर राजाले सारा राज्यमा यो उर्दी जारी गरिदिए, सायद कसैले यस्तो घोडाको बारेमा सुनेको होला वा आफैले त्यसलाई ल्याउन सक्छ होला, त्यस्तो व्यक्ति तुरुन्त मेरो दरबारमा हाजिर होस्। राजाको यो उर्दी कुनै गाउँमा पुग्यो। किसानहरूले त्यसलाई पढे। एउटा किसानले घर आएर आफ्नी पत्नीलाई उर्दीको सबै कुरा बतायो। यो कुराकानी किसानको छोराले सुनिरहेको थियो। ऊ बोल्यो, बुबा, मलाई थाहा छ यस्तो घोडा कहाँ छ। बुबालाई रिस उठ्यो, कोरा बकवास गर्छस्, कहाँ त घरबाट बाहिर पाइला राख्दैनस् र गाउँका केटाहरूले तलाई पिट्छन्, कहाँ त यस्तो घोडाको धाक लगाउँदैछस्। छोराले झट्ट लुगा लगायो र बोल्यो, बुबा, आउनुहोस्, जरा बाहिर जाउँ। बुबा छोरा घरबाट बाहिर निस्किए। छोराले हात बढाएर बलौटेको एउटा रुख समात्यो र त्यसलाई भुइँसम्म तल निहुराइदियो। बुबाको त होस नै उड्यो र अनुहार डरले फुस्रो भयो। छोरा, अब मलाई विश्वास भयो। ती दुवै परगनाधीश अर्थात् क्षेत्रीय प्रशासकको कोमा पुगे। छोरालाई बाहिर छोडेर ऊ एक्लै परगनाधीशको अगाडि हाजिर भयो र बोल्यो, हुजुर, गुस्ताखी माफ होस्, एउटा बिन्ती छ कि? भन्। हुजुर, मेरो छोराले यस्तो घोडा ल्याउन सक्छ जसले... सबैजना एकैसाथ ठूलो स्वरले चिच्याए, यी ऐरे गैरे अर्थात् नीचहरूलाई झ्यालखानामा कोचिदेऊ। यसको छोराले भला केही गर्न सक्छ, उसलाई त घरबाट निस्कने बित्तिकै गाउँका सबै केटाहरूले पिट्छन्। त्यसैले उनीहरूलाई झ्यालखानामा हालियो। बुबा छोरा धेरै बेरसम्म त्यहाँ थुनिएर बसेका थिए। उता परगनाधीश सोच्न थाल्यो, आखिर यिनीहरूलाई राजाकोमा पठाउनमा हरज नै के छ र? उनीहरूलाई कैदबाट छोडेर राजाकोमा खबर पठाइदियो। राजाले परगनाधीशको चिठी पढे, तर उनलाई विश्वास भएन कि एउटा सामान्य किसानको छोराले यस्तो कठिन काम गर्न सक्छ। तैपनि राजाले उसलाई ल्याउनका लागि आफ्नो कारिन्दाको साथमा एउटा रथ पठाइदिए। केही बेरपछि त्यो नौजवान राजाको अगाडि हाजिर गरियो। कृषक पुत्रलाई देख्ने बित्तिकै राजाले सोधे, तसर्थ तिमी यस्तो घोडा ल्याउन सक्छौ? जी हुजुर। तिमीलाई के चाहिन्छ? मलाई एउटा राम्रो घोडा र भारी गदा चाहिन्छ। राजाले आफ्नो कारिन्दालाई एउटा पुर्जी लेखिदिए, जाऊ, त्यहाँ चौरमा घोडाहरू चरिरहेका छन्, मेरो कारिन्दालाई यो पुर्जी देखाइदेऊ, उसले तिमीलाई घोडा दिनेछ। कृषक पुत्रले त्यो पुर्जी कारिन्दालाई देखायो। जरा पर्ख, कारिन्दाले भन्यो, केही बेरमा घोडाहरूलाई पानी खुवाउन लैजानेछु, तब जस्तो घोडा चाहन्छौ छान्नु। ऊ आफ्नो लागि घोडा छान्न लाग्यो, तर काम सजिलो थिएन। ऊ जुन घोडाको पुच्छर समात्थ्यो, हात लगाउने बित्तिकै उक्किन्थ्यो। जब जुरोमा हात फेर्थ्यो तब त्यो झर्थ्यो। यसरी 20 घोडाहरूको छाला उसले हात लगाउने बित्तिकै तानिदियो, तर घोडा छान्न सकेन। निराश भएर ऊ घरतर्फ लाग्यो। बाटोमा एउटा जीर्ण झुपडी देखियो। झुपडीको छालामा ठाउँ ठाउँमा पुवाल थिए जसबाट पानी तप्किरहेको थियो। झुपडीको नजिक एउटी बुढी आमै बसेकी थिइन्। कृषक पुत्रलाई आफ्नो झुपडीको नजिकबाट गुज्रिरहेको देखेर उनले विनयपूर्वक भनिन्, छोरा, मेरो मद्दत गरिदेऊ, म दरिद्रको कसैले पनि मद्दत गर्दैन, सबैले मुख फर्काउँछन्। कृषक पुत्रले छानालाई ती 20 छालाहरूले छोपिदियो जुन उसले घोडाहरू छान्दा पाएको थियो। बुढी आमैले उसलाई आशीर्वाद दिइन् र ऊ फेरि अगाडि बढ्यो। राजा हैरान थिए कि उसले मन परेको घोडा पाउन सकेन। ऊ कृषक पुत्र इवानसँग बोल्यो, जाऊ, मेरो तबेलाबाट आफ्नो लागि एउटा घोडा छान, सायद त्यहाँ तिमीलाई आफ्नो मतलबको घोडा मिल्न सक्छ। इवान राजाको तबेलामा गयो, तर त्यहाँ पनि त्यही हाल भयो। इवान जुन घोडामा हात फेर्थ्यो त्यो ढल्कियो। रात परेपछि इवान एउटा खुल्ला मैदानमा पुग्यो। उसले एउटा जोरदार सिटी बजायो। पलक झिम्काउँदा झिम्काउँदै सरपट दौडिँदै घोडा आइपुग्यो। तपाईले मलाई याद गर्नुभयो, मालिक? चलौं, छाडै यात्रा तय गर्नु छ। ठिक छ मालिक। ऊ यो घोडालाई राजाको तबेलाभित्र लैजान लाग्यो त सारा पर्खालहरू भत्केर लडे। कृषक पुत्र इवानले घोडालाई बाँधेर उसलाई सबैभन्दा राम्रो गहुँ खानका लागि दियो। फेरि ऊ सुत्न गयो। बिहान जब राजा सोचेर उठे तब बोले, जाऊ, इवानसँग सोध, सायद उसले सपनामा आफ्नो मतलबको घोडा देख्यो कि? इवानले भन्यो, हुजुर, मलाई मन परेको घोडा मिलिसकेको छ,
तबेलामा बाँधिएको छ। राजा घोडालाई हेर्नका लागि तबेलामा पुगे। घोडालाई देख्ने बित्तिकै राजा तर्से, यत्रो ठूलो घोडा? अब मेरो लागि यति भारी गदा बनाउनुहोस् जो 4वटा गोरुले त्यसलाई बोकेर ल्याउन्। गदा मगाइयो। कृषक पुत्रले त्यसलाई आकाशतर्फ उछालिदियो र आफै 1.5 दिन 1.5 रातसम्म सुतिरख्यो। जब सोचेर उठ्यो तब उसले देख्यो कि गदा उड्दै आइरहेको छ। उसले उड्दै गरेको गदालाई कान्छी औलीमा रोक्यो, त्यो ठोक्कियो र टुक्रा टुक्रा भएर फुटेर गयो। यस्तो कमजोर गदा के कामको? अब यस्तो गदा बनाउनुहोस् जसलाई 8वटा गोरुले बोक्नु परोस्, कृषक पुत्रले भन्यो। 100 वर्ष पुरानो बलौटेको रुखलाई काटेर अर्को गदा बनाइयो। 8वटा गोरुमा लादेर ल्याइयो। कृषक पुत्रले त्यसलाई आकाशतर्फ उछालिदियो र आफै 3 दिन 3 रातसम्म घुर्दै सुतिरख्यो। जब निन्द्रा खुल्यो तब उसले देख्यो कि गदा सनसनाउँदै आइरहेको छ। उसले उड्दै गरेको गदालाई बीचको औँलीमा रोक्यो, गदा औँलीसँग ठोक्कियो र जमिनमा गजभर धसियो। यो मेरो कामको छ, उसले भन्यो। इवान जान लाग्दा राजाले भने, सुन, यदि तिमीले त्यो घोडालाई खोजेर ल्यायो भने म तिमीलाई मुख मागेको इनाम दिनेछु र तिमी जीवनभर राजकोषबाट मुक्त रहनेछौ। यो मेरो अटल वचन छ। ऊ यात्रामा निस्कियो, तर राजालाई विश्वास भएन कि एउटा सामान्य किसानको छोराले एक्लैले यस्तो अद्वितीय घोडालाई हासिल गर्न सक्छ। राजाले उसको पछाडि आफ्ना 2 योद्धा सुरमाहरूलाई पनि पठाइदिए। यी कुनै सामान्य किसानका छोरा थिएनन्, कुलीन घरानाका योद्धा थिए। लपक्कै उसकहाँ पुगिहाल, राजाले भने। कृषक पुत्रलाई लाग्यो कि धरती काँपिरहेको छ। उसले सोच्यो, या त कुनै अजिङ्गर उडिरहेको छ, या फेरि कुनै योद्धा घोडामा सवार भएर कतै गइरहेका छन्। उनीहरू नजिक आए। अभिवादनपछि कृषक पुत्रले उनीहरूसँग सोध्यो, तपाईहरू को हुनुहुन्छ? राजाले हामीलाई तपाईसँग पठाउनु भएको छ। त्यसो भए ठिक छ, तर अगुवा को हुन्छ? कसै एकलाई ठूलो मान्नै पर्छ। कुलीन घरानाका ती योद्धाहरू चिच्याउन थाले, अगुवा म बन्छु, अगुवा म बन्छु। तर कृषक पुत्रले भन्यो, यो कुराको फैसला यसरी हुँदैन। आउनुहोस्, हामी 3 जना आआफ्नो गदा बाटोमा अगाडितर्फ फ्याँकिदिन्छौं। जसले सबैभन्दा टाढा फ्याँक्छ उही हाम्रो अगुवा हुन्छ। उनीहरूमध्ये एउटाले आफ्नो गदा घुमाएर अगाडितर्फ फ्याँकिदियो। अब घोडचढीहरू 1 दिन चले, 2 दिन चले, गदाको पत्तो नै भएन। तेस्रो दिन उनीहरूले देखे कि गदा उडेर तल झरिसकेको छ। दोस्रो योद्धाले आफ्नो गदा फ्याँक्यो। घोडचढीहरू 1 दिन चले, 3 दिन चले, तर गदाको पत्तो नै भएन। 1 हप्तापछि उनीहरूले गदा पाए। कृषक पुत्र इवानले अब आफ्नो गदा फ्याँक्यो। घोडचढीहरू 1 हप्ता चले, तर गदा मिलेन। दोस्रो र तेस्रो हप्ता पनि त्यही हाल रह्यो। त्यसपछि पनि त्यो कतै देखिएन। सायद तिम्रो गदा बाटैमा काफी पछाडि छुटिसकेको छ। यस्तो असम्भव नै छ, त्यो पक्कै कसैको घरमा पुगिसकेको छ। उनीहरू हप्ताभर अझै चले कि उनीहरूलाई एउटा ठूलो घर देखियो जसको चारैतिर तामाको मजबुत पर्खाल थियो र त्यहाँ पुग्नका लागि तामाको एउटा पुल थियो। उनीहरूले देखे कृषक पुत्र इवानको गदा पर्खाललाई छेदेर घरको कुनालाई तोडिसकेको छ। त्यस घरमा डराउन अजिङ्गरहरूको गढ थियो। भाग्यवश यो थियो कि उनीहरू घरमा थिएनन्, कतै टाढा लड्न गएका थिए। कृषक पुत्र इवानले कुलीन घरानाका योद्धाहरूसँग भन्यो, आज तिमी पुलमा पहरा दिन्छौ र तिमी घोडाहरूको नजिक सुत्छौ, अनि म आफै त्यो घरमा सुत्नेछु। फेरि पुलमा तैनात भएको योद्धालाई याद दिलाउँदै ऊ बोल्यो, हेर्नु, सुत्न नजानु, पहरा दिइरहनु। त्यो पहरा घुमी घुमी पहरा दिइरहेको थियो। केही बेरपछि उसलाई निन्द्रा लाग्न थाल्यो। बाटोमा ऊ पहिले नै काफी थाकिसकेको थियो। त्यही पुलमा घुर्न थाल्यो। यसैबीच कृषक पुत्र इवानको निन्द्रा खुल्यो, देख्यो कि आधी रात भइसकेको छ। हिँड्ने समय भइसकेको छ। उसले लुगा लगायो, पुलमा पुग्यो, तर पहरा दिने त सुतिरहेको थियो। अचानक धरती काँप्न थाल्यो। 6वटा टाउको भएको अजिङ्गर हावासँग कुरा गर्दै आइरहेको थियो। आफ्नो घोडासँग भनिरहेको थियो, अरे, त घबराउन किन थालिस्? हाम्रो मुकाबला गर्नेवाला कोही छैन। यदि कोही छ भने पनि कृषक पुत्र इवान नै हो। तर ऊ यति टाढा के आउँछ? कागसम्मले उसको हड्डी यहाँ ल्याउन सक्दैन। ऊ अझै केटो छ, यो लायक छैन कि मलाई ललकार्न सकोस्। कागले भलै हड्डी ल्याउन नसकोस्, तर बाका नौजवान त आफै चलाइआउँछ। अच्छा, त भन, भाइचारा गर्न आएका हौ कि दुश्मनी? भाइचारा होइन, दुश्मनी। त्यसो भए चल, पहिले तिमी प्रहार गर। 6वटा टाउको भएको अजिङ्गरले कृषक पुत्रलाई अलिकति डगमगाउन मात्र गर्यो, तर जब उसले अजिङ्गरमाथि वार गर्यो त एकैसाथ 6वटा टाउका काटिएर तल झरे। बिहान उसले पुलमा पहरा दिनेसँग सोध्यो, किन भाइ, पहरा ठिकसँग दिएका थियौ नि? हो, यस्तो कि परिन्दासम्मले पर मार्न सकेन। दोस्रो रातलाई इवानले दुवै योद्धाहरूलाई फेरि बोलायो र आफ्नो पन्जालाई पर्खालमा टास्दै बोल्यो, तसर्थ भाइहरू, आज म आफै पुलमा पहरा दिन गइरहेको छु र तिमी मानिसहरू मेरो पन्जामा नजर राख्नु। यदि पन्जाबाट पसिनाको थोपा तप्कियो भने फिक्र नगर्नु, र यदि रगतको थोपा तप्कियो भने मेरो घोडालाई छोडिदिनु। आधी रातभन्दा केही पहिले ऊ पुलमा पहरा दिन आयो। उसलाई सुनाइदियो कि 20-20 कोससम्म धरती काँपिरहेको छ।
बलौटेका पातहरू झर्न थालेका छन्। यसपटक सबैभन्दा ठूलो अजिङ्गर आफ्नो त्यही घोडामा हावासँग कुरा गर्दै आइरहेको थियो, जसले अंगार खान्थ्यो र ज्वाला पिउँथ्यो। ऊ आफ्नो घोडासँग भनिरहेको थियो, अरे त घबराउन किन थालिस्, हाम्रो मुकाबला गर्नेवाला कोही छैन। यदि कोही छ भने पनि कृषकपुत्र इवान नै हो। तर ऊ यति टाढा के आउँछ, कागसम्मले उसको हड्डी यहाँ ल्याउन सक्दैन। हो, तब कृषकपुत्र इवानले भन्यो, कागले भलै हड्डी ल्याउन नसकोस्, तर बाँका नौजवान त आफै चलाइआउँछ। अच्छा, त भन, भाइचारा गर्न आएका हौ कि दुश्मनी? भाइचारा होइन, दुश्मनी। त्यसो भए चल, पहिले तिमी प्रहार गर। अजिङ्गरले प्रहार गर्ने बित्तिकै कृषकपुत्र फुस्रो भयो। फेरि कृषकपुत्रले उसमाथि प्रहार गर्यो। उनीहरू एक अर्कामाथि प्रहार गरिरहे। 12वटा टाउको भएको अजिङ्गरको सिर्फ 3वटा टाउका बचेका थिए। कृषकपुत्र इवान कम्मरसम्म जमिनमा धसिसकेको थियो। उसलाई लागिरहेको थियो कि बस अब ऊ बिल्कुल गलेको छ। तब अजिङ्गरले सोध्यो, सुन, मुनि खाने पिउने चीजहरू र पलङ थिएनन्। ती त अजिङ्गरका बहिनीहरू नै थिए। उनीहरूलाई पनि इवानले आफ्नो गदाले मारिदियो। अचानक इवानले फर्केर देख्यो, आसमानमा कालो बादल जस्तै घेरिँदै गइरहेको छ। तर बादल होइन, अजिङ्गरहरूको आमा थिए। उसको मुख गुफा जस्तै खुलेको थियो। एउटा बङ्गारा आसमानमा थियो त दोस्रो जमिनमा। कृषकपुत्र इवान बोल्यो, आउनुहोस् भाइहरू, तीनैजना मिलेर मुकाबला गरौँ। म एक्लै यसलाई मार्न सक्दिन। तर ती योद्धाहरू त थरथर काप्न फाले र पिठ्यू देखाएर भागे। म एक्लै मेटिनेछु, इवानले मनमने सोच्यो। सहसा उसलाई याद आयो कि यही नजिकै एउटा खुब ठूलो लुहारखाना छ। उसले आफ्नो घोडालाई एडी लगायो र घोडा सरपट दौडाउन थाल्यो। दुवै योद्धाहरूले पनि आफ्ना घोडाहरू उसको पछाडि पछाडि दौडाए। उस बिना जान्थे पनि त कहाँ। पलक झिम्काउँदा झिम्काउँदै उनीहरू लोहारखानामा पुगे। चिच्याए, ढोका खोल। लोहारहरूले 12 फलामे ढोका खोले। तीनैजना आफ्ना घोडाहरू सरपट दौडाउँदै भित्र पुगे र ढोकाहरू बन्द भए। तर अजिङ्गरनी लोहारखानाको नजिक बसिन् र आफ्नो अग्नि जिब्रोले फलामे ढोकाहरूलाई चाट्न थालिन्। कृषकपुत्र इवानले देख्यो कि मामला गडबड छ। ऊ लुहारहरूसँग बोल्यो, सुन भाइहरू, चाँडै यो लुहारखाना जत्रो ठूलो हलो बनाइदेऊ र यत्रै ठूलो सडसी। पलक झिम्काउँदा झिम्काउँदै लुहारहरू हलो र सडसी बनाउन लागे। उता अजिङ्गरनी आफ्नो अग्नि जिब्रोलाई लपलपाउँदै 9औं ढोकासम्म पुगिसकेकी थिइन्। तर लोहारहरूले झट्ट हलो र सडसी बनाइहाले। जस्तै अजिङ्गरनीले आखिरी ढोकामा आफ्नो विशालकाय थुतुनो घुसाइन्, इवानले सडसीले उसको ओठ कसेर च्याप्यो र उसलाई हलोमा जोतेर बाहिर लिएर आयो। अजिङ्गरनीबाट खेत जोताउन थाल्यो। झुपडीको आकारका ठूला ठूला चट्टानहरू हलोसँग ठोकिएर उल्टन पल्टन थाले। खेत जोत्ने सिलसिला तबसम्म चलिरह्यो जबसम्म कि अजिङ्गरनी बेदम भएर जमिनमा ढलिनन्। तब इवानले अजिङ्गरनीलाई उठाएर समुद्रमा फाँकिदियो, आफ्नो घोडालाई चरमा चर्नका लागि छोडिदियो र योद्धाहरूलाई भगाइदियो। कृषकपुत्र इवानले उनीहरूलाई दुत्कार्दै भन्यो, दफ भैजा कायरो, मद्दत त टाढाको कुरा, मुसिबतमा नै हाल्छौं। भन्नलाई कुलीन घरानाका हुन्। र यो भन्दै ऊ त्यो घोडामा सवार भयो जुन उसले अजिङ्गरबाट खोसेको थियो। इवान चलिरह्यो कि अचानक उसलाई एउटा बुढो भेटियो। ऊ बिना अभिवादन अगाडि बढ्यो। जरा टक्क अडिएर उसले सोच्यो, कति अशिष्ट छु म। उमेरमा सानो भएर पनि मैले बुढो हजुरबुबालाई अभिवादन गरिन। पछाडि फर्कनुपर्छ। ऊ बुढोको नजिक आएर बोल्यो, नमस्ते हजुरबुबा, गुस्ताखी माफ होस्, तपाईको आशीर्वाद नलिई अगाडि बढेको थिए। म ठहरिए गवार। हो छोरा, सधैँ ठूलाको आदर गर, उनीहरूलाई अदबले शिर निहाएर सम्मान देऊ। अब जरा ध्यान दिएर सुन, जब तिमी घोडामा सवार भएर अगाडि बढ्छौ त बाटोमा बैशाखीवाला एउटा लङ्गडो बुढो तिमीतिर तेजीले झम्टेर यो भन्ने छ, साब्बास नौजवान, तिमीसँग त राम्रो घोडा छ, तर तिमी यसलाई दौडाएर पनि मलाई पछाडि पार्न सक्दैनौ। तिमी तैस खाए बिना सब्रले काम लिनु, उससँग दौड नलगाउनु, र यदि बाटोमा तिमीलाई कोही भेटियो उसलाई साथमा लिनु, इन्कार नगर्नु। इवान घोडामा सवार भएर आफ्नो बाटो लाग्यो। अलि टागा चल्ने बित्तिकै उसलाई बैशाखी लिएको एउटा मरिचसे बुढो देखियो। ऊ लङ्गडाउँदै नजिक आयो र इवानसँग बोल्यो, साब्बास नौजवान, तिमीसँग त यो उम्दा घोडा छ। म कमजोर र लङ्गडो नै सही, तर तिमी घोडा दौडाएर पनि मेरो पिछा गर्न सक्दैनौ। म तिमीसँग बहस गर्दिन, सायद तिमी नै ठीक भन्छौ। इवानले आफ्नो कुरा अझै खतम गरेको थिएन कि बुढोले पलक झिम्काउँदा झिम्काउँदै कुनै तीखो तीरले हमला गर्यो र उसलाई काठीबाट खसालेर घोडामा उफ्रिएर बस्यो र उड्यो। इवानले उसलाई फर्केर हेर्न पनि पाएन। यो कोही अरू होइन, अजिङ्गरहरूको राजा इरत थियो, अजिङ्गर र उसका बहिनीहरूको बुबा। कृषकपुत्र इवानलाई ठूलो रिस उठ्यो। पर्ख जरा मुए, अजिङ्गर, म
म पैदलै तेरो पिछा गर्नेछु। इवानले गदा सम्हाल्यो र पैदलै हिँड्यो। उसको घाउ दुखिरहेको थियो, अंगार जस्तै दकिरहेको थियो। घाउका कारण ऊ अशक्त हुँदै गइरहेको छ। अब म विपत्तिमा परे। कृषक पुत्र इवानले सोच्यो, लाग्छ अजिङ्गरहरूको राजाको तीर सामान्य होइन, विषालु छ। ऊ अझै अलि अगाडि बढेको थियो कि एकदमै अशक्त भयो। इवानले सोच्यो, अब म अजिङ्गरहरूको राजा इरदलाई मार्न सक्दिन। उसले मलाई पलभरमा मारिदिनेछ। कृषक पुत्र इवान दुःखको सागरमा डुबुल्की लगाउँदै मन मारेर अगाडि बढिरहेको थियो कि बाटोमा उसलाई एउटा बुढो भेटियो। बुढोको धारी जमिन छोइरहेको थियो। कृषक पुत्रले उसलाई शिर निहाएर अभिवादन गर्यो। फेरि उनीहरू एकअर्काको बारेमा सोध्न थाले कि को कहाँ गइरहेको छ। छोरा, म तिम्रो साथमा चल्नेछु, बुढोले भन्यो। तर तपाईँ को हुनुहुन्छ? म कुकुरहरूलाई भगाउँछु। कृषक पुत्र इवान उसको कुरामा हैरान थियो, तर उसलाई बाटोमा बुढोको सल्लाह याद आयो र ऊ चुप रह्यो। अलि अगाडि बढेपछि उनीहरूलाई दोस्रो बुढो भेटियो। ऊ बोल्यो, म हिम हुँ, र ऊ पनि उनीहरूसँगै लाग्यो। उनीहरू चलिरहे कि बाटोमा उनीलाई तेस्रो बुढो भेटियो। उनीहरू आपसमा कुरा गर्न थाले कि को कहाँ गइरहेको छ। तेस्रो बुढोले भन्यो, म समुद्रको फसल काटेर उनीहरूको पुले बनाउँछु। चलो चलौँ हामीसँग। यसरी बाटोमा अरू पनि मानिसहरू भेटिँदै गए। उनीहरू आआफ्नो परिचय दिएर उनीहरूसँगै लाग्दै गए। चौथो व्यक्ति, खान्छ तर अघाउँदैन। पाँचौं, पिउँछ तर रहन्छ प्यासी। छैठौं, दौड लगाउँछ कहिल्यै थाक्दैन। सातौं, चाबुक मार 20 कोससम्म गरू प्रहार। आठौं, नजर मार 20 कोससम्म देखु यार। यसरी उनीहरू सबैका सबै मानिसहरू राजा इरदको रियासतमा पुगे। राजा इरदले आँखा फाडी फाडी हेर्यो। आजसम्म कुनै पनि जीवले हाम्रो राज्यको सीमाको नजिक कदम राखेको थिएन र यी त हाम्रो राज्यमा आइसकेका छन्। उसले तुरुन्त आदेश दियो कि उनीहरूमा 7,000 खौफनाक भन्दा खौफनाक कुकुर लकडबग्गाहरू उनीहरूलाई नोच्नका लागि छोडिदियोस्। ती कुकुर लकडबग्गाहरू पनि विचित्र थिए। सबैका 2-2वटा टाउका थिए। उनीहरूलाई देख्ने बित्तिकै कृषक पुत्र इवानले भन्यो, भाइहरू, यी खुङ्खार कुकुरहरूले हामीलाई फाडेर टुक्रा टुक्रा पारिदिनेछन्। म अशक्त भइसकेको छु। मुस्किलले पाउँ घिसारेर चलिरहेको छु। उनीहरूको मुकाबला म कसरी गरूँ? म जो छु खुङ्खार कुकुरहरूलाई भगाउँछु। पहिलोवाला बुढोले भन्यो। पलक झिम्काउँदा झिम्काउँदै त्यो बुढोले साराका सारा खुङ्खार कुकुरहरूलाई मारेर उनीहरूको पहाड लगाइदियो। अजिङ्गरहरूको राजा इरदले देख्यो कि उसका अत्यन्त शक्तिशाली कुकुरहरू दम तोडिसकेका छन् र उनीहरू बढ्दै आइरहेका छन्। उनीहरू उसको घरको नजिक आइरहेका छन्, बाडामा पसिआएका छन्। जस्तै उनीहरू ठूला ठूला फलामे ढोकाहरूलाई पार गरेर भित्र पुगे, ढोकाहरू आफै बन्द भए र उनीहरू मानव विशाल फलाम गृहमा कैद भए। अजिङ्गरहरूको राजा इरदले उनीहरूलाई जलाएर खारो पार्ने आदेश दियो। फलामे गृहको चारैतिर दाउराको पहाड लगाएर आगो लगाइदियो ताकि कोही बचेर जान नपाओस्। यसै समयमा हिम बाबाले आफ्नो काम सुरु गरिदिए। उनीहरूको प्रभावले फलामे गृह तपेर रातो हुनुको सट्टा बरफ जस्तै ठडियो भयो। फलामका पर्खालहरूमा मसिनो मसिनो हिमकण देख्न थाले र उता राजा इरदका कारिन्दाहरूले सारा जंगलको दाउरा जलाएर खारो पारिदिए। अजिङ्गरहरूको राजा इरदले आदेश दियो, ढोका खोलिदेऊ। मेरो दुश्मन कृषक पुत्र इवान जलेर खारो भइसकेको होला, उसको राख उठाएर बाहिर फाकिदेऊ। फलामी ढोका खोलिए, तर उनीहरू सबै जीवित थिए। इवानले भन्यो, तिमी कस्तो निर्दयी राजा हौ, हामी मानिसहरूलाई चिसो घरमा ठहराइदियो। भाग्यवश यो थियो कि चिसोले कडा भएनौ। केही पनि होस्, अब तेरो शिर कलम गरिनेछ। म जान्छु कि तेरो जिउमा विष फैलिसकेको छ र अब तू मेरो मुकाबला गर्न सक्दैनस्। यो भन्दै मनमा सोच्न थाल्यो, खैर यसको ज्यान त पछि पनि लिन सकिन्छ। र ऊ बोल्यो, रातिभरि समुद्रको फसल काट र त्यसको पुले बनाएर राखिदेऊ। यदि काम भयो भने ज्यानको खेर सम्झनु, होइन भने गर्दन कलम गरिनेछ। यो भनेर ऊ सुत्यो र त्यो बुढो जो समुद्रको फसल काट्थ्यो रातिभरमा फसल काटेर पुले बनाइदियो। इरद बिहान सोचेर उठ्यो, देख्यो कि कतै एउटा थोपा पानीसम्म छैन। राजा इरदलाई ठूलो आश्चर्य भयो। सोच्न थाल्यो, कस्तो चमत्कार हो। तब उसले दोस्रो काम दियो, मेरो पास जति पनि मवेशी छन् उनीहरूलाई काटेर तिम्रो लागि खाना पकाइनेछ। यदि सबै खाइहार्छौ भने आफ्नो खेर सम्झनु, होइन भने। कृषक पुत्र इवानले सोच्यो, काश मेरो घाउ ठीक भएको हुन्थ्यो, तब म सताएको मजा चखाउँथे। इरदको कैदमा एउटी बहुत सुन्दर युवती थिइन्। जब उसलाई घाइते इवानको थाहा भयो त उसले उसको इलाज सुरु गरी। उसलाई तरह तरहका चमत्कारिक जडीबुटी र औषधिहरूको जानकारी थियो। यसैबीच राजा इरदको सारा जनावरहरूलाई काटेर उनीहरूको मासु पकाइयो। कैयौं हजार ड्रमहरूमा तरह तरहका पेय भरिए। खाने टेबुलमा उनीहरू बसेकै थिए कि कृषक पुत्र इवान उदास भएर गहिरो सोचमा डुब्यो। यति धेरै खाना र हजारौं ड्रम पेय हामी मानिसहरू 3 वर्षमा पनि खतम गर्न सक्दैनौं। पर
तबी उसलाई यो ध्यान आयो कि उससँग 2 जना बुढा पनि मौजुद छन्। एउटा छ खान्छ तर अघाउँदैन, दोस्रो छ पिउँछ तर रहन्छ प्यासी। बस भन्ने भरको ढिला थियो कि उनी दुवै बुढा खाने पिउनेमा जुटे र सबै केही चट पारिदिए। राजा इरद उनीहरूलाई आँखा फाडी हेरिरहेको थियो। ऊ बुझ्न सकिरहेको थिएन कि के गरोस्। उनीहरूलाई मार्न नै चाहन्थ्यो कि उसले अलिकति अझै सताउने निर्णय गर्यो। को भोलि बिहान सबभन्दा पहिले समुद्रको पानी लिएर आउँछ? मेरो छोरी सुबेगा कि तिमी मानिसहरू? यदि तिमी पहिले पानी लिएर आउँछौ भने आफ्नो ज्यानको खेर सम्झनु, होइन त? इवान सोचमा पर्यो। काश चाँडै मेरो घाउ ठिक भएको हुन्थ्यो। तर बन्दिनी युवतीले भनिन्, अफसोस नगर, घाउ ठिक हुँदैछ। रात कसै गरी बित्यो। बिहान हुने बित्तिकै राजा इरदको छोरी सुबेगाले झपट चालवाला जुत्ता लगाई, अदृश्य रहनेवाला टोपी लगाई, बाल्टी उठाई र क्षणभरमा समुद्रको किनारमा पुगी। उता इवान र उसका साथीहरू बसेर सोचिरहेका थिए कि यो मुसिबतबाट कसरी निपट्ने। एकाएक इवानलाई दौड लगाउँछ कहिले थाक्दैन बुढोको ख्याल आयो। त्यो बुढो झम्टेर समुद्रतर्फ भाग्यो र उसले इरदको छोरी सुबेगा भन्दा पहिले आफ्नो बाल्टी पानीले भरिलियो। पर केटी कम चलाक थिएनन्। उसले आव देखा न ताव, बस एक चुटकी निन्द्रा भस्म बुढोको खुट्टामा छर्किदिइन् र बुढो तुरुन्त गहिरो निन्द्रामा सुत्यो। उता इरदको केटीले बाल्टी उठाई र आफ्नो घरतर्फ लागि। दौड लगाउँछ कहिल्यै थाक्दैन, होस गुमाएर बाटोमा परेको थियो। तर नजर मार 20 कोससम्म देखु यार त यो सब माजला देखि नै रहेको थियो। ऊ बुझ्यो कि दौड लगाउँछ कहिल्यै थाक्दैन केटीको चालको शिकार भएको छ। तब चाबुक मार 20 कोससम्म गरु प्रहारले आफ्नो करिश्मा देखायो। चाबुक माराले आफ्नो खूब लामो चाबुक उठायो र निन्द्रामा हराएको बुढोमाथि दे मार्यो। बुढो बुझ्यो कि काम गडबड भयो। उसले झट्ट बाल्टी उठायो र पवन चालले उड्यो। अजिङ्गरको छोरी सुबेगा घर पुग्नै लागेकी थिइन् कि बुढो उसभन्दा पहिले नै बाल्टी पानी लिएर पुगिहाल्यो। इरदले देख्यो कि दुनियाँको यस्तो कुनै काम छैन जसलाई यी गर्न नसकुन्। उसले म्यानबाट तरवार निकाल्यो र हुकुम दियो कि यी सबैलाई घिसारेर फलामे खलिहानमा ल्याइयोस्। फलामे खलिहानतर्फ इवान चल्यो। बन्दिनी युवतीले भनिन्, इवान फिक्र नगर, तिम्रो घाउ